नमस्कार, स्वागत छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो च्यानल र नेपालमा। मैले फेरि पनि कक्षा 9 को सामाजिक किताबको एघार 5 को पाठ 4 मौलिक हक भन्ने पाठको सम्पूर्ण अभ्यास लिएर उपस्थित भइसकेको छु। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोला र भिडियो मन परे भिडियो लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। क्रियाकलापको प्रश्न नम्बर 1, मौलिक हक र मानव अधिकार बीचको समानता र भिन्नता सम्बन्धमा समूहगत रूपमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस् भनेको छ। उत्तर देख्न सक्नुहुन्छ। 2 मा मौलिक हकको उपयोग वा हनन सम्बन्धमा चार्ट वा गीत बनाई प्रस्तुत गर्नुहोस् भनेको छ। यसको उत्तर अर्को पानामा हजुर देख्न सक्नुहुन्छ। प्रश्न नम्बर 2 को उत्तर माथि देख्न सक्नुहुन्छ। प्रश्न नम्बर 3, बालबालिका सम्बन्धी हक पूर्ण रूपमा प्रकट गर्न कसले के गर्नु पर्ला? समूहमा छलफल गरी सुझाव प्रस्तुत गर्नुहोस् भनेको छ। उत्तर देख्न सक्नुहुन्छ। 4 मा संविधानमा उल्लेख गरिएका शिक्षा सम्बन्धी हक तपाईको समुदायका सबै बालबालिकाले उपयोग गर्न पाए नपाएको सोधखोज गरी प्राप्त जानकारीलाई समेटी निष्कर्ष प्रस्तुत गर्नुहोस् भनेको छ। यसको उत्तर पनि हजुरहरूले लेख्न सक्नुहुन्छ। निष्कर्ष तल रहेको छ, देख्न सक्नुहुन्छ। अब अभ्यासतिर जाउँ। तलको प्रश्नको उत्तर दिनुहोस्। क मा मौलिक हक भनेको के हो भनेको छ। मौलिक हकको बारेमा थोरै डिफिनेसन लेखेर थोरै व्याख्या गरिदिएको छ। ख मा वर्तमान संविधानमा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ भनेको छ। भाग 3 अन्तर्गत धारा 16 देखि 46 सम्म 31वटा मौलिक हकको व्यवस्था गरिएको छ। ग मा वर्तमान संविधानले प्रस्तावित गरेका मौलिक हकको सूची तयार गर्नुहोस् भनेको छ। मौलिक हकका सूचीहरू हजुर किताबबाट सार्न सक्नुहुन्छ वा यही पनि देख्न सक्नुहुन्छ। त्यस्तै गरी घ मा माथिको उत्तर पनि त्यही मौलिक हकहरू हुन्, त्यही ग नम्बरका उत्तरहरू हुन् माथिका पनि। घ मा बालबालिकाको हक अन्तर्गत कुन कुन हक पर्दछन् भनेको छ। बालबालिकाको हक अन्तर्गत शिक्षा पाउने, राम्रो स्वास्थ्य सुविधा पाउने, अनि त्यसपछि राम्रो खानपानको व्यवस्था हुनुपर्ने, कपडा घाँसपास कपासको हुनुपर्ने अन्तर्गत हकहरू पर्दछन्। अङ्गमा तपाईँले कुन कुन मौलिक हक उपयोग गर्न पाउनु भएको छ सूची तयार गर्नुहोस् भनेको छ। अब हामीलाई त त्यही बालबालिका अन्तर्गतै पर्यो। सबैको सेम हुनेको कपडा, खानपान र आजको यो भिडियोमा यति नै। हजुरलाई यो भिडियो मन परेको छ भने भिडियो लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला र साइडमा रहेको बेल नोटिफिकेसन अन गरेर अलमा प्रेस गर्नुहोला। आगामी दिनहरूमा पनि यस्तै होमवर्कको भिडियो मिस हुने छैन र हाम्रो यो मिहिनेतको लागि आफ्नो सबै साथीहरूलाई यो भिडियो सेयर गरिदिनुहोला। सी यू अगेन।